अब चाहिँ योमा के छ त क्ल्याम्पहरू छन् के छ क्ल्याम्प यिनी के हो त क्ल्याम्प यिनी क्ल्याम्प हो यिनी मुभल स्क्रूहरू हो के हो त मुभल स्क्रू गरेर चाहिँ तलमाथि चाहिँ स्ट्यान्डलाई तलमाथि चाहिँ गर्न सकिन्छ है अब यो सुरुमा चाहिँ के गर्ने त आफ्नो चाहिँ यहाँ चेस्टसम्म चाहिँ ल्याउने लगभग है चेस्टसम्म ल्याउने चेस्टसम्म ल्याइसकेपछि आफ्नो हाइट अनुसार चेस्टसम्म ल्याउने त्यसपछि चाहिँ यो के गर्ने क्ल्याम्प लिएर फिक्स गर्ने के गर्ने क्ल्याम्प लिएर फिक्स गर्ने क्ल्याम्प लिएर फिक्स गरिसकेपछि के गर्छ त हामी चाहिँ खुट्टा लिएर वा चाहिँ हातले लिएर यसरी चाहिँ तिनटैलाई चाहिँ खुट्टा छुट्टै डाइरेक्सनमा चाहिँ यसरी चाहिँ मिलाउने के गर्ने मिलाउने अब चाहिँ यसलाई चाहिँ सुरुमा के गर्नुपर्छ त सेन्ट्रिङ गर्नुपर्छ के गर्नुपर्छ अब यो सेन्ट्रिङ छ कि नै त्यो चाहिँ हेर्ने सेन्ट्रिङ गर्नको लागि के गर्नुपर्छ तल चाहिँ पेग राखिदिनुपर्छ तर यहाँ पेग छैन पेग चाहिँ यहाँ जसरी कि यहाँ पेग राख्यो भने अब यहाँबाट चाहिँ तल चाहिँ पेग राख्ने र चाहिँ गर्नुपर्छ तपाईँ चाहिँ यहाँ चाहिँ अर्को चाहिँ के हुन्छ भने अर्को मेथड नि हुन्छ प्लम बब लिएर नि गर्न सकिन्छ प्लम बब लिएर यसरी चाहिँ सेन्ट्रिङ गर्न सकिन्छ है सुरुमा चाहिँ यो लेबलिङ गर्दा चाहिँ प्रिलिमिनरी लेबलिङ गर्नुपर्छ यसलाई चाहिँ यो प्लेनमा छ कि नै यो हेड चाहिँ प्लेनमा छ कि नै त्यो चाहिँ मजाले बनाउने है यो प्लेन हेडमा यो जुन छ नि यो हेड लेबलिङ हेड यो प्लेन छ कि नै यो बाङ्गो छ कि अप छ कि डाउन छ त्यो चाहिँ चेक गर्नलाई के गर्नुपर्छ सुरुमा आफ्नो लिएर वा सिम्पल एउटा पेन्सिल लिएर वा चाहिँ पेन लिएर हुन्छ पेन छ सिम्पल खालको पेन जसरी माथिबाट यसरी राख्छु भने चाहिँ कतातिर चाहिँ ढल्किरहेको छ है कतातिर ढल्किरहेको छ त्यो चाहिँ चेक गर्ने पछि यतातिर ढल्किरहेको छ भने के बुझ्नु पर्यो चाहिँ तल छ के छ तल छ डाउनमा छ भने पछि के गर्नुपर्छ त त्यसलाई के गर्नुपर्छ माथि गर्छ माथि गर्छ अब चाहिँ हेर त अब ठिक छ नि यसले त अब लगभग ठिक छ है भनेपछि अझै माथि उठ्छ क्या हो अझै माथि छ ठिक छ ल ठिकै छ ल अलिअलि चाहिँ मिलाएर ठिकै छ भनेर बुझौँ अब चाहिँ सुरुमा के गर्नुपर्छ यो जुन छ नि यो यसलाई के गर्ने यो नहलिनको लागि के गर्ने यसलाई चाहिँ खुट्टा लिएर यसरी चाहिँ इन्सर्ट गर्ने ग्राउन्डमा के गर्ने इन्सर्ट गर्ने तिनटैतिर चाहिँ के गर्ने यसरी चाहिँ खुट्टा लिएर पेलेर कट गर्ने किनभने यो चाहिँ हलिन्छ अब चाहिँ काम गरेको बेला के गर्ने त यहाँ चाहिँ मजाले खुट्टा चाहिँ थिच्ने खुट्टा चाहिँ राख्ने अनि चाहिँ यो चाहिँ तलमाथि गर्नु पऱ्यो भने यसरी चाहिँ खोलेर तलमाथि गर्न सकिन्छ है यो खुट्टा चाहिँ एकचोटि यो फिक्स भइसकेपछि यसलाई चाहिँ चेन्ज गर्न मिल्दैन त्यही भएर म के भने त खुट्टा लिएर मजाले ग्राउन्डमा चाहिँ यो चाहिँ इन्सर्ट गर्ने अनि चलाउँदा चाहिँ खेला चाहिँ यो चाहिँ यसरी छोपेर अनि यो चाहिँ तलमाथि गर्न सकिन्छ है मुभ गर्न सकिन्छ है अब चाहिँ प्रिलिमिनरी फेजमा चाहिँ यो चाहिँ हामी चाहिँ यो प्लेन छ भन्ने कुरा चाहिँ गरिसक्यौँ है यो के छ अहिले प्लेन छ भनेपछि हामी चाहिँ सेन्ट्रिङ गर्न चाहिँ बुझिसक्यौँ पेग राखेर कि त प्लम लिएर बब लिएर के गर्न सकिन्छ त सेन्ट्रिङ गर्न सकिन्छ है अब त्यसपछि चाहिँ हामी के लाग्यो यो चाहिँ लेभलमा चाहिँ हामीले दुईवटा तिनवटा चाहिँ टाइप्स पढाएको छौँ के पढाएको छौँ अटो लेभल डम्पिङ लेभल अर्को चाहिँ रिडिङ लेभल यो चाहिँ के हो त अटो लेभल हो डम्पी लेभल भने के हुन्छ त अर्को किसिमको हुन्छ उस्तै हुन्छ तर त्यसमा के हुन्छ भने इन मेजर गरिन्छ जस्तै कि अब जसरी कि स्टाफ राखेर मेजर गर्छौँ नि त्यसको चाहिँ उल्टो रिडिङ लिन्छ क्या त्यसमा डम्पी लेभलमा भनेपछि के गर्छ त एक्युरेट चाहिँ लिन्छन् राम्रोसँग चाहिँ यही लिन्छन् यही चाहिँ आजभोलि चाहिँ हाम्रो चाहिँ युजमा छ अब यो चाहिँ बुझिसक्दाखेरि यो कसको यो चाहिँ बुझिसक्दाखेरि अब चाहिँ के बुझ्नुपर्छ भने अब चाहिँ हामीले चाहिँ पढ्यौँ नि एउटा कुरा एक्सिस अफ टेलिस्कोप लाइन अफ साइट र लाइन अफ कोलामेसन तीनवटा कुरा पढ्यो एक्सिस अफ टेलिस्कोप भनेपछि के बुझ्याएको छ के बुझ्या थियो द लाइन थ्रु द ऑप्टिकल सेन्टर अफ आइपिस यसलाई के भन्छ त एक्सिस अफ टेलिस्कोप भनेपछि यो ऑब्जेक्टिभ लेन्स हो भने ऑब्जेक्टिभबाट चाहिँ यो आइज लेन्ससम्मको यो बिचको यो जुन डिस्टेन्स हुन्छ त्यसलाई के भन्छ त एक्सिस अफ टेलिस्कोप अर्को के थियो त लाइन अफ साइट र लाइन अफ कोलामेसन लाइन अफ कोलामेसन भने के हो भने र लाइन अफ साइट भने के हो भने लाइन अफ साइट र लाइन अफ कोलामेसन हो तर कन्डिसन के हुन्छ भने यो लाइन हुन्छ त्यो चाहिँ प्यारलल छ कि छैन वा होरिजन्टल डाइरेक्सनमा छ कि इन्क्लाइन डाइरेक्सनमा छ कि भर्टिकल डाइरेक्सनमा छ त्यो चाहिँ बुझ्नुपर्छ लाइन अफ साइट हुँदा चाहिँ के गर्नुपर्छ त त्यो होरिजन्टल डाइरेक्सन नि हुनु पायो कि त इन्क्लाइन नि हुनु पर्यो कुनै बेला चाहिँ हामी चाहिँ मेसिन लिएर फोक्सिङ गर्छौँ मानव चाहिँ त्यो माथिको रुखको चाहिँ फोक्सिङ गर्नुपर्ने छ भने चाहिँ मेसिन त यसरी चाहिँ इन्क्लाइन्ड हुन्छ हो त्यति बेला चाहिँ लाइन अफ साइट नि भन्न सकिन्छ तर लाइन अफ कोलामेसन के हुन्छ त एलवेज इन के हुन्छ त होरिजन्टल हुन्छ होरिजन्टल लाइन पुरै भयो भने त्यसलाई के हुन्छ त लाइन अफ कोलामेसन भन्छ यी कुराहरू चाहिँ हामीले चाहिँ जान्यौँ त्यसपछि चाहिँ के बुझ्नुपर्ने हुन्छ भने सेन्टर अफ बबल यो सेन्टर अफ बबल यतातिर यो के छ त सेन्टर अफ बबल छ है बबल ट्युब भन्छ यसलाई अब यो र यसको यो बिचको जुन लाइन अफ कोलामेसन छ त्यो चाहिँ प्यारलल छ कि नै है
प्यारलल छ कि नै यो बबल यो यहाँबाट लाइन जब पास हुन्छ नि बिचबाट यहाँ के हुन्छ सुरुमा अब्जेक्ट हुन्छ यहाँ चाहिँ बिचमा के हुन्छ डायफ्राम हुन्छ यो के हुन्छ अब्जेक्ट हुन्छ हो यो बिचको लाइन चाहिँ यो बबलको लाइनसँग प्यारलल छ कि नै यो बबलको लाइनसँग टेन्जेन्सियली छ कि नै टेन्जेन्सियली प्यारलल छ कि नै त्यो चाहिँ चेक गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ अब चेक गर्नको लागि सुरुमा के गर्ने त यो स्क्रु लियर के गर्ने लेभल हेर्समा के गर्ने पहिला सुरुमा फिक्स गर्ने के गर्ने फिक्स गर्ने मजाले चाहिँ फिक्स गर्ने है अब चाहिँ यसलाई चाहिँ के गर्नुपर्छ यो जुन छ नि स्क्रुहरूलाई के गर्नुपर्छ त म क्लासमा नि भनेको थिएँ के गर्नुपर्छ सुरुमा चाहिँ सेन्टरमा राख्ने सेन्टरमा कम्तीमा राख्ने कुनै एकैतिर राख्यो भने के हुन्छ त्यो त पछि गएर फेरि त्यसलाई चाहिँ मुभ गर्नुपर्ने त्यसले के गर्नुपर्छ यो चाहिँ जहिले पनि सेन्टरमा राख्नुपर्छ के राख्नुपर्छ सेन्टरमा राख्नुपर्छ अब यो राखिसकेपछि के गर्नुपर्छ त अब चाहिँ यही अब यसलाई चाहिँ के गर्नुपर्छ त यो सेन्टरमा ल्याउनको लागि चाहिँ चेक गर्नुपर्छ यो सेन्टरमा बबल छ कि नै छैन त्यो चाहिँ चेक गर्ने है अब चाहिँ के गर्नुपर्ने हुन्छ भने सुरुमा चाहिँ सिक्न खोजेर स्क्रुलाई चलाउने सुरुमा के गर्ने त दुईवटा स्क्रुलाई चलाउने त्यो स्क्रू के हुन्छ आइदर के हो त इनवर्ड डाइरेक्सनमा चलाउने आइदर आउटवर्ड डाइरेक्सनमा चलाउने है चलाउने तबसम्म चाहिँ जबसम्म चलाइराख्ने तबसम्म चाहिँ के हुन्छ त यो चाहिँ बबल जुन चाहिँ यो नजिक त्यहाँ बबल हेर त यहाँ बबल हेर यो बबल जुन छ नि यो बबल चाहिँ के गर्ने यो बबल चाहिँ सेन्टरमा आउनुपर्छ बिच भागमा जबसम्म आउँदैन यो बबल तबसम्म चाहिँ हामी चाहिँ के गर्नुपर्छ डाइरेक्सन कि आउटवर्ड डाइरेक्सन चाहिँ यो चाहिँ गर्नुपर्छ है त्यसपछि चाहिँ अब यहाँ लगाएर त देख्छ ल अब जस्तो कि म यो चाहिँ इनवर्ड डाइरेक्सनमा चलाइरहेको छु तिहारा बबल सेन्टरमा हो ल गुड बिचमा हो ल हाम्रो चाहिँ कविले मिलाउँदैछन् मेसिन ऋतुले हेलो मलाई त अरू नै यहाँ उभे तिमी यहाँ उभिएर त्यहाँ उभे जोतिर आऊ त्यसले पहिला गर्छ पोइन्ट मैले लेख्दिनँ कि त्यति युज गर्ने